नमस्ते दाई। नमस्ते। दाई आज हामी यो बलिदानको यो हामी क्लाइमेक्सतिर आएको छौँ होइन। हामी सबैजना साथीहरूसँग ऊर्जा यतिको ऊर्जा छ। अब यो मेन ऊर्जा दिने तपाईँ हो दाई। तपाईँको बोली तपाईँको लिडरसिपले गर्दाखेरि हामी सबै यति धेरै ऊर्जा आइरहेको छ दाई। अब अहिलेसम्म दुःख अब हामीले के खेपेको छौँ दाई होइन, कतिको मजा आइरहेको छ दाई। यसो छोटो मिठो कुरामा भनिदिनुहोस् न। यस्तो छ, दुःख पछि सुख आउँछ होइन। अहिले चाहिँ हामीले सबैजना मिलेर दुःख गरेछौँ होइन। अब मेहनत गरे अनुसारको फल जब खान पाइन्छ तब आनन्द आउँछ भन्थे, त्यो चाहिँ होला होइन। अहिले आउटपुट हेर्दाखेरि पनि एकदमै राम्रो भएको छ। जति पनि युवा साथीहरू एकदमै हाम्रोमा युथ छ क्या बढी। म फेरि यो न्यु कमरहरूलाई एकदमै वेलकम गर्छु मेरो प्लेटफर्ममा। मेरो प्रोडक्सन हाउसमा जति पनि नयाँहरू बढी तिनीहरूले प्रमाणित गरेको हुन परेन कि, तिनीहरूमा चाहिँ खुबी हुन पऱ्यो, त्यो ट्यालेन्ट हुन पऱ्यो। अनि तिनीहरूलाई चाहिँ मैले चाहिँ एउटा प्लेटफर्म दिन्छु। मैले उसको ब्याकग्राउन्ड के, उसले के गरेको थिएन मैले हेर्दिनँ। त्यसले प्रेजेन्ट टाइममा के गरिरहेछ र के गर्छ र के गर्न सक्छ भन्ने कुरा मैले चाहिँ हेरेर चाहिँ मैले त्यो टिममा इन्भल्भ बनाउँछु। अनि त्यहाँबाट अब अहिले दुःख त धेरै नै छ, सम्झ्यो भने त अब जिन्दगीमै फिल्म बनाउँदिन जस्तो लाग्छ होइन। तर यसको रिजल्ट आइसकेपछि त फेरि त्यो आनन्द आउँछ। अहिले अडियन्सले, दर्शकहरूले, शुभचिन्तकले अब हाम्रो सुटिङ सेटबाट नै गरेको माया देख्दा त अलरेडी हामी त सफल भइसक्यौँ अब होइन। त्यो हुनाले चाहिँ मलाई फेरि अलिकति चुनौतीपूर्ण काम गर्न मजा लाग्ने कि, चुनौती लिन मन लाग्ने। त्यो चुनौती पार गर्न सकियो भने सफल भइयो, पार गर्न सकिएन भने त अब अरू जस्तै भइयो होइन। अब सबैले सक्ने जस्तो काम गरेर दर्शक माझ ल्याएको त त्यति मजा आएन। जस्तै म दाईलाई हेरेर पनि धेरै कुरा सिकिरहेको छु दाई होइन। जस्तै तपाईँ अब एउटा नेपाली युथ हुनुहुन्छ। जस्तै अहिले युथहरू विदेशी तपाईँको एयरपोर्टमा हेऱ्यो भने 5,000 10,000 डेली गइरहेको छ। यस्तो समयमा तपाईँले विदेशी मान्छेहरू लिएर आएर चाहिँ आफ्नो नेपाली देशमा जब दिइरहनु भएको छ। उनीहरूलाई एउटा कलाको ठाउँमा चाहिँ उनीहरूलाई एउटा मोटिभेट गरिरहनु भएको छ भनेपछि त एउटा युथले यस्तो ठुलो काम गर्न सक्छ भने त भोलि हामी जस्तै जति बाहिर गएको युथ छ उनीहरूलाई नेपाल फर्काएर चाहिँ होइन, भोलि जस्तै आफ्नो ठाउँमा नेपाललाई डेभलप गर्न, कला क्षेत्रलाई माथि लग्नलाई युथहरूको लागि के भनिदिनु न त। अब यस्तो छ, अब जस्तो कि मैले बाहिरबाट जुन मान्छेलाई काम दिइरहेको छु त्यो भनेको मसँग चाहिँ ठुलो धेरै बजेट भएर होइन कि। अब जस्तो कि हामीले गर्न नसक्ने चिज, हामीले त्यो प्रविधिमा नगरेको काम, जो अनुभवी छन् र क्रिएटिभ पनि छन् होइन। अनुभवी मान्छेलाई लिएर काम गराउँदाखेरि हामीले पनि केही सिक्न पाइयो। अनि त्यो क्वालिटीयुक्त काम अनि त्यो लेभलको काम जुन हामीले चाहिँ अन्तर्राष्ट्रिय स्तरको फिल्महरू हेरेर हामी इन्जोय गरिरहन्छौँ, त्यो काम हामीले हाम्रै देशमा हेर्न पायौँ भने त दर्शकको लागि पनि उपहार भयो है। त्यो भएर चाहिँ यो बाहिर जाने त अब आफ्नो आफ्नो समस्या छ है। अब मेरोमा अब 200-300 जना 500-1000 जनाले काम गर्नुहुन्छ। 1000 जनाले काम गर्दै गर्दा त्यहाँ 5-10% चाहिँ हामीले विदेशबाट चाहिँ टेक्निसियनहरू लिएर आएर काम गराइरहेछौँ। त्यो भनेको उताको अर्को देशको लागि काम दिनभन्दा पनि अनुभवी मान्छेहरूसँग चाहिँ नयाँ प्रविधिबाट काम गर्छन् उनीहरू होइन। एउटा एडभान्स तरिकाले काम गर्छन्। त्यो कुरा हामीले पनि सिक्नुपर्छ होइन। हामीलाई त अब विदेशी फिल्ममा सुटिङ हेर्न पनि एलाउड हुँदैन होइन। हामीलाई त त्यहाँ जान त्यस्तो पाइँदैन। यहाँ त प्रत्यक्ष उहाँहरूलाई लिएर आएर काम गराएपछि त भोलि हामीले कुन कुरा सिक्न पर्ने त्यो सिक्न पनि पायौँ। हाम्रो टेक्निसियनहरू, असिस्टेन्टहरू जति पनि छन्, जस्तो कि फाइट डाइरेक्टर, हाम्रो फाइटका असिस्टेन्टहरू, उहाँहरूले पनि एक्सन कसरी, अब रिगिङहरू भयो, अनि यो जुन स्टन कसरी गर्दो रहेछ, बडी डबललाई कसरी चलाउँदो रहेछ, यिनीहरूको जस्तो कि एक्सनको जुन बिल्डअपहरू कसरी यिनीहरूले चाहिँ खिच्ने रहेछन् भन्ने कुराहरू चाहिँ हामीले पनि सिक्न पाइने हो कि।
त्यो हुनाले चाहिँ एउटा हामीले बाहिरको एक्सन मन पराइरहेको हुँदाखेरि चाहिँ हाम्रै देशमा पनि हाम्रो हिरोले हामीले पनि बाहिरको एक्सन हाम्रै देशमा दिन सक्यौँ भने त किन विदेशी फिल्म हेर्न पर्यो होइन त्यो लेभलको दिन सकियो भने त्यो भएर चाहिँ अलिकति त्यो लेभलमा चाहिँ हामी गइरहेको छौँ। दाइ तपाईँको लास्ट मुभीले नेपाली चलचित्र क्षेत्रमा एउटा टर्निङ पोइन्ट लिएर आएको थियो जुन चाहिँ नेपाली मुभीलाई संसारभरि एकै दिनमा कसरी रिलिज गर्न सकेको थिएन जुन चाहिँ त्यो चाहिँ तपाईँले गर्नुभएको थियो। अब जस्तै यो बलिदानले अर्को टर्निङ पोइन्ट के लिएर आइरहेछ नेपाली चलचित्र क्षेत्रमा? यस्तो छ, पहिला त मेरो प्रेम गीत 3कै कुरा गर्ने भने हामीले चाहिँ त्यो नेपालको लागि बनाएको चलचित्र हो। लकडाउन भइसकेपछि एउटा एक्सपेरिमेन्ट गरेको थियो मैले। एउटा एक्सपेरिमेन्ट के गरेको भन्दाखेरि चाहिँ अरे यार हामी चाहिँ साउथका कस्तो तोरी फिल्महरू चाहिँ हामीले जिटिभीमा होइन जी सिनेमा यो सेटेलाइट हेर्न पाउँछौँ हेर्छौँ नेपालमा बसेर होइन। अब हाम्रो त यार यो क्वालिटीको हिसाबले त एउटा छायाङ्कन स्थलको हिसाबले त अद्भुत छ हाम्रो देश। एकचोटि ट्राई गरौँ न त यार, इन्डियामा गएर एकचोटि डबिङ गरेर कोही न कोहीले त सुरुवात गर्नु पऱ्यो नि त होइन। त्यो हुनाले चाहिँ म चाहिँ त्यो लकडाउनमा टाइम पनि थियो, कहिले रिलिज गर्ने भन्नेको कुनै पनि थिएन, टुङ्गो थिएन। त्यसपछि इन्डिया घुम्न गयो। इन्डिया घुम्न गएपछि त्यसलाई चाहिँ हिन्दी भाषामा डब गरेर एटलिस्ट सेटेलाइट पनि रिलिज गर्नुपर्छ भन्ने हिसाबले चाहिँ त्यहाँ काम सुरु गरेँ। त्यसपछि त अब त्यहाँको यो कन्टेन्ट लोकेसन एभ्रिथिङ मन परायो अनि त्यहाँबाट ग्लोबल्ली रिलिज भइहाल्यो। अब यसको चाहिँ यो फेरि हामीले त्यहीँको क्वालिटीमा बनायौँ क्या। फेरि हिजो चाहिँ नेपालको क्वालिटीमा बनाएर त्यहाँ बेच्यौँ, अब त्यहीँको क्वालिटीमा बनाएर अब हेरौँ अब कुन लेभलमा जान सकिन्छ भन्ने। हामीले अलरेडी टर्निङ पोइन्ट देखिसक्यौँ। जस्तै हाम्रो एक्सन मास्टर थङ्गलम जस्तो मुभी काम गर्ने तपाईँले एज अ थङ्गलम, जवान अब भन्यो भने त एकदमै धेरै छ। अनि त्यस्तो मान्छेलाई तपाईँले लिएर आउनु भएको छ, अलरेडी टर्निङ पोइन्ट भइसकेको छ र हामीले देख्न सक्छौँ। र अहिले हाम्रो यहाँ इटरीको एकदमै जङ्गलको छेउमा जहाँ एउटै मान्छे आउँदैन थियो, एउटा बलिदानको लागि अब जस्तै इन्डियामा कुम्भ मेला लागेको छ त्यस्तै यहाँ पनि महाकुम्भ बलिदानले बनाएको छ। र यहाँ मात्र होइन कि इन्टरनेटमा पनि तपाईँको बलिदानको लागि महाकुम्भको घुइँचो लागिसकेको छ। सबैजना बलिदानको वेटिङमा छ। दर्शकहरूको लागि जस्तै हाम्रो यहाँ आउने दाइ दिदी बहिनीहरूको लागि के भन्नुहुन्छ? यस्तो छ, अब हामीले चाहिँ प्रदेश 1 यो कोशी प्रदेशबाट चाहिँ हाम्रो चलचित्र यात्रा यो सेकेन्ड अध्याय हो कि मेरो लागि। मेरो पहिलो अध्याय भनेको चाहिँ प्रेम गीत सिरिज हो होइन, जति पनि फिल्म बनाएँ। अब यो दोस्रो अध्यायमा बलिदान यो सुरुवाती फिल्म हो। अब यसबाट अझै यो चलचित्रको बाट जति दर्शकको माया ममताहरू सेकेन्ड अध्यायमा अझै चाहिँ थप मैले चाहिँ लेभलबाट चाहिँ काम गर्ने हो। अनि यो अहिले चाहिँ प्रदेश 1मा बलिदानले सिङ्गो नेपाली चलचित्रलाई चाहिँ एउटा प्रतिनिधित्व गरेको छ। हो नेपालमा पनि यो फिल्मको यो लेभलको चलचित्र बन्द रहेछ, नेपालमा पनि सिनेमा नाम नसुनेका मान्छेहरूले चलचित्र बन्द रहेछ भनेर चाहिँ सुन्न पाइराखेको छ होइन। त्यो भएर चाहिँ यो एकदमै चाहिँ राम्रो पक्ष हो, सबैको लागि राम्रो पक्ष। अब जस्तै अहिलेको युथहरू तपाईँसँग एकदमै काम गर्न इच्छा छन्। जस्तै इक्जाम्पल म पनि हो जुन चाहिँ तपाईँसँग काम गरिरहेको छु। जस्तै अहिलेको युथहरू जो ट्यालेन्टेड या कला के चिजमा राम्रो छ भने चाहिँ उनीहरूको लागि अब तपाईँसँग काम गर्नको लागि उनीहरूको लागि के भन्नु? मसँग जोडिन पर्छ। हजुर, मैले यत्तिकै मसँग धेरै नै ट्यालेन्ट छ भनेर गफ दियो भने त मैले सुन्दैन होइन। हजुर, मसँग चाहिँ काममा मसँग सहकार्य गरिसकेपछि त्यो मान्छेको खुबी म आफै आफ पत्ता लगाउँछु। अरूले भनिदियो भनेर पनि हुन्न क्या, अरूले भनिदिन्छ नि ओ यसमा त खतरा ट्यालेन्ट छ दाइ, यो त अद्भुत हो भनेर मैले पत्याउँदिनँ। जो मसँग मेरो विचारमा मेरो भिजनमा जो घुलमिल हुन सक्छ, जसले चाहिँ
मसँग काम गर्दाखेरि आफ्नो खुबी देखाउन सक्छ, आफ्नो ट्यालेन्ट प्रस्तुत गर्न सक्छ, प्रदर्शन गर्न सक्छ, अथवा काम गर्छ त्यो भोग छ। एउटा हुटुटी त हुन पर्यो नि त, कला लाइनमा त्यत्तिकै चाहिँ खाली चाहिँ भारी बोकेर हुँदैन नि, त्यहाँ त हुन पर्यो दिमाग होइन। एउटा कला भनेको छुट्टै अद्भुत एउटा चाहिँ यो ठाउँ हो जहाँ चाहिँ यो जे पनि गर्न सकिन्छ कि यसमा। त्यही भएर चाहिँ मसँग जोडिएर कुनै दिन कोही भेट भयो उसले चाहिँ मसँग सहकार्य गर्न पाएर उसमा अद्भुत क्षमता छ भनेपछि उति बेलै मैले चाहिँ डिसिजन लिन सक्ने मान्छे हो। त्यो मान्छेलाई चाहिँ अगाडि बढाउनको लागि जस्तो हाम्रो राइटर प्रेम गीत 2 मा रामशरण पाठक हुनुहुन्थ्यो राइटर, उहाँलाई मैले इमिडिएटली चाहिँ ल तपाईँ चाहिँ डाइरेक्सन गर्नुपर्छ, तपाईँले सक्छ, तपाईँ ट्यालेन्ट हुनुहुन्छ, तपाईँले त्यो भिजुअल देख्न सक्नुहुन्छ, त्यो दुनियाँ तपाईँले चाहिँ बनाउन सक्नुहुन्छ भनेर मैले 5 मिनटमा उहाँलाई डिसिजन लिएको। म सोचेर फेरि केही डिसिजन लिँदैन, देखेपछि म डिसिजन लिएँ। त्यही भएर मसँग जोडिन कोसिस गर्नु पर्यो। कोसिस गरेर अगर मसँग जोडिएर सहकार्य गरेँ एक दिन मसँग चाहिँ म मात्रै उसँग कम्फर्टेबल भयो भने यदि उसँग खुबी पनि छ भनेपछि अगाडि बढेको। जस्तै अहिले इन्टरभ्यू लिँदा दाइ जस्तै हामी नयाँ युथहरू आउँदाखेरि डाइरेक्टरहरू तपाईँको जस्तै तपाईँको उनीहरूको लागि सेपरेट रुम हुन्छ, एउटा हुन्छ। जस्तै अहिले हामी तपाईँलाई पनि देख्न सक्छौँ, हामी सबैजना जस्तै एउटै ठाउँमा बसेर जस्तै अहिले हामी भुइँमा बसेर यस्तो गराछौँ। यस्तो हेर्दाखेरि जुन हाम्रो चाहिँ अब माइन्ड सेट छ या डाइरेक्टर एउटा भ्यान चाहिन्छ, गाडी चाहिन्छ, एउटा छुट्टै रुम हुन्छ। जस्तै यो हामी भिजुअलमा पनि देख्न सक्छौँ दाइ। जस्तै हामीलाई एउटा डाइरेक्टर लेभल या राम्रो चिज हुनको लागि कति ग्राउन्ड टु अर्थ हुनुपर्छ दाइ? यस्तो त्यो त आफ्नो कुन कहाँबाट त्यो गुज्रेछ भन्ने कुरा हो है, कसरी गुज्रेछ, कसरी चाहिँ त्यो आएछ भन्ने कुरा हो। मलाई चाहिँ यो नर्मल लाइफ म जति नै ठुलो मान्छे भए पनि अथवा मेरो पोस्ट जति नै ठुलो भए पनि म भनेको रमाउने माटोमा हो है, माटोमा म जन्मेको मान्छे, तर माटो मलाई मनपर्छ। त्यही भएर म जुनसुकै ठाउँमा जहिले पनि म मनाङमा सुटिङ हुँदा पनि म त्यहाँको त्यो सुकुटी याकको सुकुटी खाएर त्यहीँ पकाएर ढिँडो खाएर बस्ने मान्छे हो होइन। यहाँ हामी बिहान उठेर हामीले त्यो इडली जस्तो त्यो सेतो के हुन्छ त्यहाँ बाटोमा पकाउँछ भक्का खाएर म चाहिँ रमाउँछु होइन। म आफै पनि कुक गर्छु र त्यहाँ पकाउने मान्छेसँग चाहिँ त्यो म पनि तपाईँहरू जस्तै हो है भन्ने खालको आभास दिलाउनको लागि म त्यो सबै गर्छु क्या। अनि किन भन्दाखेरि चाहिँ त्यो जसले माटोलाई रेस्पेक्ट गर्छ त्यसले त्यहाँ बस्ने जीव जन्तु मानिसहरू सबैलाई बराबर देख्छ होइन। जसले माटोलाई मान्दैन त्यसले अब त्यो अन्तरिक्षको कुरा गर्छ कि। त्यो भएर चाहिँ यावत कुराहरूले गर्दाखेरि चाहिँ म चाहिँ मलाई भ्यानिटी भन्दा मलाई यो माटो नै एकदमै लग्जरी लाग्छ। हो त, यही चिजले हामीलाई अगाडि बढाउँछ र यही चिजले हामीलाई तपाईँबाट सिकाउँछ दाइ। र लास्टमा एउटा क्वेसन, जस्तै अहिले हामी नेपाली युथ नेपालीहरू हाम्रो देश राम्रो छैन भनेर बाहिर गइरहेछ। जस्तै तपाईँको मुभी मैले हेरिरहेको छु, नेपाल यति ब्युटिफुल देखाउनुहुन्छ दाइ। जस्तै तपाईँको पहिला मुस्ताङ देखाउनु भयो, मनाङ देखाउनु भयो। हामी नेपाली आफ्नो देश नराम्रो छ भनेर बाहिर गइरहेको छौँ, जहाँ तपाईँले चाहिँ यस्तो राम्रो लार्जर देन लाइफ ब्युटिफुल कन्ट्रिज कैद गरेर चाहिँ जहाँ विदेशी फिल्म मेकर्सहरू नेपालमा त्यो भिजुअल हेरेर चाहिँ यहाँ सुटिङ गर्न आइरहेको छ र हामी चाहिँ कस्तो भइरहेछ, कस्तुरी जस्तो भइरहेको जस्तो लाग्छ दाइ। जस्तै आफ्नो सुगन्ध थाहा पाउँदैन र बाहिर गइरहेछ दाइ। हाम्रो युथहरूको लागि दाइ हाम्रो देश कतिको धनी छ। त्यो विदेश जाने मान्छेहरू भनेको कोही अब उच्च शिक्षाको लागि चाहिँ विदेश जान्छन् होइन। सबैले अब नेपालमा भविष्य नदेखेपछि विदेश जान्छन् होइन, विदेशी बाध्य हुन्छन्। त्यो कुरामा हामीले भन्दा पनि पोलिटिकल लिडरहरूले सोच्न पर्ने कुराहरू तथास्तु भनेर अहिले भर्खर देश चेन्ज त हुँदैन होइन। अब विदेश जान अब किन +2 गरेर मान्छेहरू विदेश किन जान्छन् भन्दाखेरि 2 रुपियाँ कमाउनको लागि विदेश जान्छन्, आफ्नो लाइफ बनाउनको लागि विदेश जान्छन्। त्यसको लागि अब हामीले जति नै ठुलो कुरा गरे पनि यहाँ तथास्तु नेपालमा चाहिँ त्यस्तो रोजगारको व्यवस्था अथवा त्यो अर्थतन्त्र नै चेन्ज गर्न त सकिँदैन। त्यो अब मैले चाहिँ अहिले यहाँ के अरे विदेश नजानुहोस् भनेर केही भन्यो भने त्यो चाहिँ त्यो कमेडी लाग्छ क्या। किन भन्दा यत्तिकै नजानुहोस् यहीँ काम छ भनेर के छ काम,
केही जो काम छ म जो विदेश गएर आएको मान्छे हो होइन विदेशमा काम गरेर विदेशमा पैसा जो हामी कमाएर चाहिँ यहाँ नेपालमा आएर केही गर्नु चाहिँ त्यो राम्रो कुरो हो त्यसले चाहिँ केही न केही टेवा पुग्छ देशलाई अहिले भएभरका मान्छेहरू चाहिँ त्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिँ रोकिन पर्छ जानुहुन्न भन्ने कुरा चाहिँ यहाँ तथास्तु केही पनि हुनेवाला छैन तथास्तु हुने भनेको बिस्तारै बिस्तारै चाहिँ हामीले चाहिँ हाम्रो देशको अर्थतन्त्र हाम्रो देशलाई आत्मनिर्भर कहाँ बनाउने जस्तो कृषि क्रान्तिको कुराहरू छ कृषिमा बढी जोड कसरी दिन सकिन्छ त्यस्ता कुराहरूमा चाहिँ गर्न सकियो नत्र चाहिँ भनेर केही भएन युवाहरू त अब जान पर्यो उच्च शिक्षाको लागि पनि विदेश जान पर्यो विदेश गएर पैसा पनि कमाउनु पर्यो पैसा कमाएर नेपाल आउनु पर्यो उतै भाषिन भएन उतै नेपालको जग्गा जमिन बेचेर उता चाहिँ लगानी गर्न भएन त्यति हो मेरो भनाइ चाहिँ धन्यवाद दाइ तपाईँको अमूल्य समयको लागि दाइ म फेरि पनि आइरहेको छु दाइ 15 हजार